खुट्टा बाउ त्यो लखर 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 गरेर कहाँ हिँड्दैछस्? अहिले त म तिमीहरूकै घरतिरै जाँदै थिएँ त पाडे। अनि के तँ कता हिँडेको? तँलाई अब गाउँका मान्छेले कुट्ने भइरहेछ नि त। म त त्यही भन्नको लागि गएको थिएँ त। तँलाई कुट्ने भइरहेछ नि त। उहाँ कसको पैसा खाएर तैँले दिन सरे। ए हुई के त भन्दा आखिरमा हो नि त। मलाई किन कुट्नु? मैले कसको पैसा खाएर मागे भन् त? तँ फोटा पाडे अरूलाई नभएको भन्दै हिँड्छस्। लो मैले कहाँबाट तँलाई त्यत्तिकै भन्नु? वहाँ पर यो डाँडा पाडेको झुम्रेले मलाई भनेको यो खुट्टा बाउले मेरो पैसा खाएर पाएको 5000 भन्दै थियो। मैले भने दिन्छ होला नि भनेर भनेको। अब उसलाई पैसा दिनको लागि अब तँलाई छिटो गरेरै लगा होइन भने त तँलाई केही हालिदिन्छ अरे। कि त कुट्ने आउँछु कि त केस नै हालिदिन्छु भन्दैछु। कि त दिनुहोस् भने पनि मलाई अहिले 5000 दिएर पैसा नदिँदा पनि हुन्छ, म सबैतिर मिलाउँछु। बुझिस् नि? ए होइ के त भन्दा आखिरमा हो नि त। अब तैँले नि अब फटा नभइकन हिँडेर अब यस्तो मेरो आफ्नै सोचेर मलाई केस मिलाउने भनिसके पछाडि त म दिइहाल्छु नि। तर अहिले मसँग चाहिँ धेर छैन, मात्र 200 रुपियाँ छन्। अब यो 200 रुपियाँ लैजाएर त्यहाँ यसो थामथुम पार्दै गर, म 1-2 दिन पछाडि दिन्छु। र त्यहाँ भनिदिनु यो खुपीका बाउले 1-2 दिन पछाडि दिन्छ अरे भनिदिनु। इला लैजा 200 रुपियाँ चाहिँ लिएर एकदम राम्ररी भनिदिनु है त्यसलाई। अब यो पैसाले गएर डबका हान्ने हो मजाले। आज मजाले पार्टी गरिन्छ नि त 200 रुपियाँको, होइन? र साथीहरू, यसको एपिसोड 1 पनि हामीले लिएर आइसकेका छौँ। त्यो एपिसोड 1 हेर्नुभएको छैन भने डिस्क्रिप्सनमा र कमेन्ट बक्समा पिन छ। र यो भिडियो हेरिसकेपछि प्लिज सब्सक्राइब गर्नु होला यो च्यानललाई प्लिज।